हेलो गाइज, र अहिले चाहिँ हाम्रो नेटको चाहिँ पुरै लिङ्क डाउन भएर यता यहाँनिर आछौँ। यस्तो छ, डेन्जर छ, अझै पानी आएको चिसो चिसो। त्यही माथि हाई टेन्सनहरू पुरै छ। यस्तो छोइयो भने जिन्दगी बर्बाद हुन्छ। यस्तो ठाउँमा आएर यहाँ पुरा हेर, वहाँनिर खजुरीहरू छन्। यस्तो ठाउँमा आएर यहाँ काम गर्न परिरहेको छ। यहाँ बाटो केही छैन। यस्तोबाट आएको सर्पाहरूको डरहरू मानी यस्तोमा उभिरहेको छु म। यसमाथि उभिरहेको छु। उहाँ यस्तरी वालमा चढी गरिरहेछन्। गाह्रो छ, नेटको काम पनि गाह्रो छ गर्न। उहाँबाट यस्तरी हेरिरहेछन्। यता चाहिँ हाम्रो शुद्ध बड्डा राजेन्द्र बड्डा पुरा एनी टाइम फोनमा बिजी हो। के भन्ने हो यिनलाई। यता चाहिँ हेरिरहेछन्। उहाँ पनि आगो लागेर जलेको रहेछ। यता पनि अब यहाँनिर पनि लागेको रहेछ। यहाँ साँझ सर्ट भइसक्यो। पछाडि करेन्ट लाग्छ कि अब त्यहाँनिर एउटा जन रहेछ। त्यहाँबाट फाइबर तानेर अब यहाँसम्म तान्ने भनेको सुरुमा, अनि फेरि लास्टमा फल्ट त्यहाँनिर पनि देख्थ्यो। त्यहाँनिर पनि जलेको रहेछ तार। अनि अब लास्ट जोइन्ट भनेको उहाँ पारी छ, उहाँसम्मको फाइबर तान्न पर्यो। अनि अब यहाँ बाहिर पनि करेन्ट छ, भित्र पनि करेन्ट छ। यहाँ गर्न पनि गाह्रो छ। करेन्टले गर्दाखेरि डरले काम गर्न परिरहेको यस्तो छ यतातिर हेर्नु।